तपाईको अकाउन्ट अप्रुभड भएपछि फेरि माई अकाउन्टमा जाने, त्यसपछि यहाँ स्टोरको सेटअप अटोमेटिकली आउँछ। अनि लेट्स गोमा क्लिक गरेर फर्दर सेटअप गर्न मिल्छ। लोगो हाल्न मिल्यो, ब्यानर हाल्न मिल्यो हैन, सबको नेमहरू अघि जे फिल गरेको छ त्यो अटोमेटिक यहाँनेरि आउँछ। लोकेसन पनि यहाँबाट हाल्न सकियो, सबको डिस्क्रिप्सन यहाँबाट हाल्न सकियो। अनि सबै कुरा अपडेट गरेपछि कन्टिन्यू गर्ने, अनि पेमेन्ट सेटअपमा नि कन्टिन्यू गर्ने। कस्टमर सपोर्टमा आफ्नो करेक्ट इन्फर्मेसनहरू यहाँबाट फिलअप गर्ने। त्यसपछि यो एसइओको पार्ट तपाईँहरूले छोड्दा भयो, स्किप गर्ने। अनि यहाँनेरि चाहिँ अब सोसल मिडियाको लिङ्कहरू हाल्न मिल्छ है, छ भने हाल्ने, छैन भने स्किप गर्ने। त्यसपछि रेडी भयो, लेट्स गो टु द ड्यासबोर्डमा क्लिक गर्ने। अब यहाँनेरि तपाईँको विवरणहरू, ग्राफहरू आउँछ है, के छ, ग्रस सेल कति भयो त महिनामा, एडमिन फी कति काटियो हैन, कतिवटा आइटम सोल्ड भयो, कतिवटा अर्डर आयो, महिनाको विवरण चाहिँ यहाँ आउँछ।